डाक्टर केशव गोडाधोकी, मुटु तथा धड्कन रोग विशेषज्ञ। आज हामीले सीपीआर को बारेमा कुरा गर्न गइरहेको छौं। सीपीआर भनेको के त? सीपीआर भनेको कार्डियोपल्मोनरी रिससिटेसन। यो कति बेला गरिन्छ त भन्दाखेरि कोही मानिस अकस्मात ढलेमा र नाडीको चाल नभेटिएमा तुरुन्तका तुरुन्तै सीपीआर भन्ने कुरा गर्नु पर्दछ। सीपीआर कसरी गर्ने भन्ने कुरा चाहिँ पहिलो इम्पोर्टेन्ट कुरा हो। अब खास सीपीआर भन्न बित्तिकै त हामीले बेसिक लाइफ सपोर्ट भन्ने कुरा बुझ्नु पर्दछ। बेसिक लाइफ सपोर्टमा चाहिँ सीपीआर सँगसँगै डिफिब्रिलेसनको कुराहरू, एम्बुबारको कुराहरू चाहिन्छ, जुन हस्पिटलमा मात्र उपलब्ध हुन सक्छ। विदेशतिर हो भने त पकेट मार्क्सहरू पनि युज गर्ने चलन छ, तर हाम्रो जस्तो देशमा, डेभलपिङ देशमा त्यो उपलब्ध नभए तापनि हामीले जनमानसलाई चाहिँ कसरी सीपीआर गर्ने भन्ने कुरा चाहिँ सिकाउन खोजिराखेको हो। जनमानसले चाहिँ के बुझ्नु पर्यो भने सीपीआर जहिले पनि जो मान्छे जति बेला पनि ढल्न सक्ने सम्भावना रहन्छ, जति बेला पनि कार्डियक सिन्कोप हुन सक्छ, भनेको अकस्मात ढल्न सक्छ र ढल्दाखेरि जहिले पनि हामीले गर्नुपर्ने भनेको चाहिँ त्यो मानिसलाई पहिला ढलेको ठाउँबाट अनसेफ छ भने सेफ ठाउँमा तुरुन्तका तुरुन्तै ल्याउनु पर्यो। अनि त्यसलाई फ्ल्याट फर्म सर्फेसमा उसलाई चाहिँ सुताउनु पर्यो। सुताइसकेपछि कपडाहरू सबै खोलिदिनु पर्यो। त्यसपछिबाट उसलाई चाहिँ हामीले छातीको बिच भागमा जुन एउटा हड्डी छ स्टर्नम भन्ने, यो लोअर हाफ अफ द स्टर्नममा चाहिँ हामीले यो हिल अफ द ह्यान्ड चाहिँ हामीले राख्नु पर्यो। त्यसपछि अर्को हातले चाहिँ हामीले यसरी लक गर्नु पर्यो र यो छातीको बिच भागमा चाहिँ थिच्नु पर्यो। त्यो थिच्दाखेरि हामीले कति रेटमा थिच्ने त भन्ने कुरा जरुरत हुन्छ। त्यो थिचाइ चाहिँ 100 देखि 120 पर मिनेट हुनुपर्छ। त्यसैले मैले 100 थिच्ने कि 120 थिच्ने कि जनमानसले बुझ्दैन। त्यसो भए 110 लाई टार्गेट गर्नुस् भन्छु मैले चाहिँ। अर्को भनेको चाहिँ कति गहिराईमा थिच्ने भन्दाखेरि 5 देखि 6 सेन्टिमिटरको गहिराईमा थिच्नुपर्छ, तर 6 सेन्टिमिटर भन्दा धेरै पनि नहोस्, फेरि इन्जुरी हुन्छ। त्यसरी हामीले थिच्नुपर्छ सेन्टिमिटरमा, 5 to 6 सेन्टिमिटर। अनि यो जुन थिचिसकेपछि त्यसलाई हामीले चाहिँ छातीलाई चाहिँ रिक्वाइल हिरो पनि टाइम दिनुपर्छ। रिक्वाइल भनेको त्यसलाई खुल्ने समय पनि दिनुपर्छ ताकि त्यहाँ रगतको फ्लो होस् आर्टेरियल भेन्ट्रिकल्समा चाहिँ। त्यसपछि फेरि हामी थिच्छौँ। थिचेपछि त्यो चाहिँ बाहिर निस्केर ब्रेनलाई चाहिँ फङ्सन गराउने काम गर्छ। मेन हाम्रो इन्टेन्सन भनेको चाहिँ ब्रेनमा अक्सिजन फ्लो, रगतको फ्लो पुर्याइदिनु हो, ताकि कोही मान्छे ढलिहाल्यो भने हामीसँग नाडीको चाल छैन भने हामीसँग धेरैमा धेरै 3 देखि 5 मिनट मात्र समय हुन्छ। त्यो 3 देखि 5 मिनट भित्र हामीले सीपीआर गर्न सकेनौं भने एभ्री मिनेट 10% को हिसाबले चाहिँ ब्रेन डेथ हुँदै जान्छ र 10 to 15 मिनट्समा चाहिँ पुरा ब्रेन डेथ हुन्छ। भोलि भरै भनौं न सीपीआर गर्दाखेरि मुटुको चाल फर्किए तापनि ब्रेन डेथ हुन्छ र भेजिटेटिभ स्टेटमा जान्छ। त्यसैले हामीले सबैभन्दा पहिला गर्नुपर्ने भनेको चाहिँ सीपीआर लाई चाहिँ तुरुन्तका तुरुन्त त्यति नै ठाउँमा सेफली चाहिँ गर्नुपर्ने हुन्छ। यो गरिसकेपछि मान्छे जिउतिन पनि सक्छ। कसैलाई 2 मिनेट गर्दैमा जिउतिन पनि सक्छ। यदि 2 मिनेटमै जिउतिहाल्यो भने फेरि थिची राख्न जरुरत पर्दैन। उसलाई चाहिँ हस्पिटल पुर्याउने, त्यसपछि वातावरण मिलाउनु पर्ने हुन्छ। हस्पिटलमा लगिसकेपछि डाक्टरले उसलाई हेरेर के गर्ने, कस्तो खालको उपचार गर्ने, कति बेला चाहिँ एन्जियोग्राफी गर्नुपर्छ कि अथवा अरू रोग पो छ कि भनेर हामीले हेर्नुपर्छ। कहिले हाइपरक्यालेमिया पो हो कि कसैको किडनीको बिरामी छ भने यी सबै कुरा हेरेर उसलाई म्यानेज हुन्छ। भने कोही मानिस चाहिँ जिउतिएन भने चाहिँ हरेक 2 मिनेटमा चाहिँ हामीले पल्सलाई थाम्नु पर्ने हुन्छ। पल्स थाम्दाखेरि हामीले चाहिँ धेरै बेर लगाउनु हुँदैन। 5 सेकेन्ड जति टाइम, म्याक्सिमम 10 सेकेन्ड भित्र चाहिँ हामीले त्यो पल्सलाई छामिसक्नुपर्छ। त्यति नै बेला सँगसँगै चाहिँ हामीले ब्रिदिङ पनि छ कि छैन भन्ने कुरा हेर्नुपर्ने हुन्छ। त्यो ब्रिदिङ पनि आइसकेको छ, पल्स पनि छ भन्यो भने चाहिँ फेरि हामीले छाती थिच्नु पर्दैन। उसलाई अस्पतालमा ट्रान्सफर गरेर इमर्जेन्सी म्यानेजमेन्टको लागि पठाउनु पर्छ, ताकि हार्ट एट्याकको कारणले रहेछ भने
हामीले एन्जियोग्राफी गरेर तुरुन्तको तुरुन्त हेर्छौँ। यदि हार्ट एट्याकको कारणले होइन रहेछ भने चाहिँ हामीले अरू जाँच गर्छौँ। जस्तै हाइपरक्यालेमियाले रहेछ भने हाइपरक्यालेमियाको ट्रिटमेन्ट हुन्छ, अथवा अरू जेनेटिक कारण रहेछ जस्तै च्यानलोप्याथिज भन्छौँ, त्यो च्यानलोप्याथिजको कारणले रहेछ भने चाहिँ हामीले उसलाई चाहिँ भर्ती गरेर राखेर फर्दर त्यस्तो एपिसोड आयो भने चाहिँ हामीले त्यो ढल्नुबाट बच्नको लागि अथवा ढलिहाल्यो भने चाहिँ मृत्यु हुनबाट बच्नको लागि चाहिँ हामीले आइसिडी भन्ने एउटा मेसिन हुन्छ, त्यो आइसिडी हालेर कदम कदाचित ढलिहालेमा त्यसले सक दिएर बचाउने काम गर्छ। त्यसैले कोही मान्छे ढलेर सिपिआर गरेपछि जिउतिएको छ अथवा आफै जिउतिएको छ भने चाहिँ उसलाई चाहिँ हामीले कार्डियाक एरेस्ट सर्भाइभरको संज्ञा दिन्छौँ र उसको उपचार विधि भनेको आइसिडी इम्प्लान्टेसन हो। त्यसैले सबै मानिस जो जनरल मानिस हो, बाहिर जनता हुन् जो जनता, उसले चाहिँ सिपिआर गर्नको लागि डाक्टरले नर्सले गरे जस्तै सबै एम्बो ब्याग एइडी अथवा चाहिँ भनौँ न त्यो सबै चाहिँदैन। बाहिरको मान्छेले गर्दाखेरि एटलिस्ट कम्तीमा पनि चेस्ट कम्प्रेसन मात्र पनि गर्न पाइयो भने चाहिँ हामीले मान्छेको ज्यान जोगाउन सकिन्छ। भने घरको परिवार, कोही त घरको परिवारै घरमा ढल्न सक्छन्, कार्डियाक एरेस्ट हुन सक्छ। त्यस्तो कन्डिसनमा चाहिँ आफ्नो लभड वान छ भने त हामीले माउथ टु माउथ ब्रेथ पनि दिन सक्छौँ। त्यसको लागि कसरी दिने त ब्रेथ भन्दाखेरि 30 चोटि हामी 1 2 3 4 गरेर हामीले 30 चोटि चाहिँ छातीलाई कम्प्रेसन गर्छौँ। भनेको धन्न 1 सेकेन्डमा 2 चोटि जस्तो कम्प्रेसन गर्छौँ। त्यति बेला 30 मा पुगेपछि 30 पुगेपछि हामी रोकिन्छौँ अनि 1 सेकेन्ड लगाएर एउटा ब्रिदिङ दिन्छौँ, अर्को ब्रिदिङ 1 सेकेन्ड रोक्छौँ, फेरि अर्को ब्रिदिङ दिन्छौँ, फेरि इमिडिएटली हामी कम्प्रेसन गर्न थालिहाल्छौँ, छाती थिच्न थालिहाल्छौँ। यसरी हरेक 2 मिनटमा चाहिँ हामीले फेरि पल्स चेक गर्छौँ। अब भलै अस्पतालमा रहेछ एइडी को पनि फेसिलिटी रहेछ भने चाहिँ हामीले त्यो एइडी पनि हामीले एज सुन एज एइडी आउँछ तुरुन्त हामीले एइडी जोडेर, यदि त्यसले चाहिँ सकेबल रिदम रहेछ भने तुरुन्तका तुरुन्तै हामीले सक दिनुपर्छ। त्यसबाट सक दियो भने त्यो जुन चाहिँ भेन्टिकुलर फिब्रिलेसन भएको छ अथवा पल्सलेस भिटी भएको छ त्यसलाई चाहिँ तुरुन्तका तुरुन्त त्यसले सक भन्छ अनि हामीले सक दियो भने उसको रिदम नर्मल रिदममा चल्छ। त्यसपछिबाट फेरि ऊ जिउतिन्छ भने त्यसैले विदेशतिर चाहिँ हरेक ठाउँमा चाहिँ एइडी पनि राखिएको हुन्छ। तर हामी जस्तो डेभलपिङ कन्ट्रीमा एइडी भन्ने कुराहरू हुँदैन, जुन चाहिँ इम्पोर्टेन्ट हो। तर हाम्रो जस्तो जुन अस्ति घटना भयो, जुन हाम्रो ट्रेड युनियनको चाहिँ कमल गौतम जुन बित्नु भयो, त्यति बेला त्यत्रो विटनेस हुँदा हुँदै पनि कसैले पनि उहाँलाई फ्ल्याट सर्फेसमा राखेर सेफली उहाँलाई चाहिँ सिपिआर नगर्नुको कारणले गर्दा नै उहाँको चाहिँ मृत्यु हुन पुग्यो। सायद त्यति नै बेला कसैले एटलिस्ट चेस्ट कम्प्रेसन, हाई क्वालिटी चेस्ट कम्प्रेसन भन्छ आजकल चाहिँ, हाई क्वालिटी सिपिआर भन्छ, यदि त्यो गर्न पाएको भए सायद उहाँको ज्यान बच्न सक्थ्यो कि भन्ने एउटा क्वेसन मार्क हो। त्यसैले अब हामीले यहाँबाट चाहिँ सिक्नुपर्ने भनेको चाहिँ हामीले हरेक व्यक्तिलाई चाहिँ सिपिआर गर्न सिकायौँ भने, एटलिस्ट चेस्ट कम्प्रेसन चाहिँ सिकायौँ भने हरेक हस्पिटलमा होस्, हरेक चाहिँ अफिसमा होस्, हरेक पुलिस स्टेसनमा होस्, हरेक चाहिँ कलेजमा होस् अथवा हरेक ब्याङ्कमा होस्, जहाँसुकै हरेक हाउसिङ कोलोनीहरूमा होस्, यसरी सिकायौँ भने चाहिँ हामीले चाहिँ एटलिस्ट चेस्ट कम्प्रेसन गर्न मात्र पनि सिकायौँ भने सायद कसैको ज्यान जानबाट चाहिँ जोगिन सक्थ्यो कि भन्ने नै उद्देश्य हो। त्यसैले हरेक मान्छेले सिक्न जरुरत छ। अब अमेरिकातिर चाहिँ त अहिले आजकल 9 वर्षको बच्चाले पनि सिपिआर गर्न सिकाइराखेको छन् अमेरिकातिर। म एएचएको चाहिँ इन्स्ट्रक्टर पनि भएको हिसाबले, बिएलएस र एसिएलएस को इन्स्ट्रक्टर पनि भएको हिसाबले चाहिँ उतातिर चाहिँ 9 वर्षको बच्चाहरूले नै सिकिसके। तर हाम्रोमा चाहिँ त्यो चिजै छैन। हामीले चाहिँ अकस्मात मृत्यु, सडन कार्डियक एरेस्ट हुन्छ अनि मृत्यु हुन्छ अनि हामीले चाहिँ हार्ट एट्याक भनेर चाहिँ टारी नै राखेको जस्तो लाग्छ मलाई। त्यो हार्ट एट्याक हुन पनि सक्छ, नहुन पनि सक्छ। 80% हार्ट एट्याकले गर्दा हुन्छ भने 20% चाहिँ हाम्रो च्यानलोप्याथिज भन्ने रोगहरू छ, त्यो च्यानलोप्याथिज रोगहरूको कारणले गर्दाखेरि हुन्छ, जुन चाहिँ जेनेटिक हुन्छ।
जसको कारणले फ्यामिलीमा अरू मेम्बरलाई पनि त्यसले चाहिँ भोलि भविष्यमा चाहिँ मृत्यु गराउन सक्छ। यस्तो केसहरू हामीले धेरै देखेको छौँ। जसलाई चाहिँ कार्डियक एरेस्ट सर्भाइभ हुन सकेको छ त्यसलाई हामीले आइसिडी राखेर नर्मल जिन्दगी जिराखेको मान्छेहरू थुप्रै हुनुहुन्छ आजकल नेपालमा पनि, अब विदेशतिर त धेरै नै हुनुहुन्छ। त्यसैले सबै मानिसले एटलिस्ट सीपीआर गर्नको लागि यो चाहिँ अमेरिकन हार्ट एसोसिएसनले जनरल मानिसको लागि चाहिँ हाई क्वालिटी चेस्ट कम्प्रेसनको लागि भनेर मात्र पनि उनीहरूले एउटा चाहिँ ट्रेनिङ दिने गरेको छ। अब त्यो चाहिँ अलिकति पैसाको लाग्छ त्यसमा चाहिँ, त्यो दिने गरेको छ। त्यो पनि लिन चाहनेले लिन सक्नुहुन्छ। होइन भने कोही डक्टर कोही नर्सेसले जसले चाहिँ सिकेको छन् जानेको छन् उनीहरूले मात्र पनि त्यो कोलोनीमा ब्याङ्कमा अफिसमा दिन सक्यो भने अब हुने यस्ता घटना हुने जुन चाहिँ जिम हलमा हुन सक्छ, एक्सर्साइज गर्दा गर्दै ढल्ने हुन्छ, कोही चाहिँ फुटबल खेल्दा खेल्दै ढल्ने हुन्छ, एक्सर्साइज गर्दा गर्दै ढल्ने हुन्छ। त्यसरी चाहिँ जसरी मृत्यु भइराखेको छ त्यसरी गर्दाखेरि चाहिँ यो सबै कार्डियक एरेस्ट भएर मृत्यु भएको। हामीले गर्ने भनेको चाहिँ कार्डियक एरेस्ट भएको टाइममा हो। त्यसले त्यो टाइममा चाहिँ उपचार पाएन, त्यसले सीपीआर पाएन भने चाहिँ त्यो टर्न केमा हुन्छ त भन्दाखेरि सडन कार्डियक डेथमा हुन्छ। त्यसपछि हामीले उहाँलाई फर्काउन सक्दैन। त्यसैले मेरो विनम्र अनुरोध हाम्रो जनताहरूलाई जो चाहिँ अलिक इच्छुक हुनुहुन्छ सबैले चाहिँ यो सीपीआर एटलिस्ट चेस्ट कम्प्रेसन भन्छु मैले, चेस्ट कम्प्रेसन मात्र भए पनि सिकिदिनु हुन अनुरोध गर्दछु। यही भन्दै सबैलाई स्वस्थ रहन अनुरोध गर्दछु। नमस्ते।